सम्पूर्णमा लासो फ्याफुला तासुदिले सबैजनालाई आशा छ सबै सन्चै हुनुहुन्छ र आज चाहिँ सानो एउटा कन्टेन्ट बनाउँ भनेर चाहिँ है आज चाहिँ अलिकति ढिलो पनि जानुपर्ने हुन्छ ड्युटी है। अब आज चाहिँ मलाई बिहान उठेर चाहिँ पहिला चाहिँ गुवा खानु मन लाग्यो है। अब गुवा चाहिँ झार्नु चाहिँ हेर्नुहोस् है त गाइस तपाईँहरू सबैजना ल। अब यो पासाङले चाहिँ गुवा कसरी झार्छ है। त्यो चाहिँ हाम्रो नजारा। मम्मी काँचो गुवा नि छ बाबा। यहाँनिर जाँदैछ हाम्रो जङ्गलको गङ्गाटा। जङ्गलको गङ्गाटा जङ्गल पस्दैछ। अब पानी परेको थियो राति, अब जाँदैछ पस्नु दुलोभित्र। र गुवा चाहिँ झारौँ भनेको थियो है, राति हावापानीले गर्दा झरेको रहेछ एकदम। बाबाले हरियो गुवा खोजेर पनि राखिरहेको छ, झार्नु परेन। जो हावापानीले झारेको गुवा रहेछ है। झरेको यहाँ डल्लै छ त गुवा। एउटा दुईटा आम्रोमा थुप्रो झरेको रहेछ। खाने लायकको रहेछ है। दामी रहेछ गुवा। कुन चाहिँ रहेछ यो गुवा त दामी रहेछ। बोटको होला यो त चुट्टा झरेको थियो साथी।